हेलो फ्रेन्ड्स, आज चाहिँ दसैँको दिन हो, टिका लाउने दिन। त्यसपछि सबै रेडी हुँदै हुनुहुन्छ। बाहिरको हेर्नु है भ्यू कस्तो छ। पानी पर्छ भने पुरै ड्यामडुममै केही देखेन यस्तो। केही देखेन। हामी चाहिँ अब चङ्गा उडाउन जान लाग्यो। भाइले हिजो उडाउने भनेको थियो। हिजो त हामीले ठाउँै पाएन, मान्छेहरू बल खेल्दै थियो अनि फर्केर आए। मोटो बाबा र भाइ अगाडि जानुभयो, पछि आऊ। मेरो यो पुरै ड्यामडुममै परे यस्तो हो। बाटा ह्याप्पी दसैँ भन्दै यहाँ ह्याप्पी दसैँ। स्कुलमा उताको भित्रको बाटो गएर खेल्थ्यौँ, चङ्गा उडाउँथ्यौँ। उताको बाटै बन्द रहेछ अनि त्यहाँ चाबी लाएर राखेको। अनि हामी उता मन्दिरमा गएर उडाउने थियो। अब हामी मन्दिरमा आइसक्यौँ। चप्पल खोलेर जान्छ नि मन्दिर जानेहरू। पुरै पानी परे जस्तो हो, झरी लाउला जस्तो हो। नपऱ्यो हुन्थ्यो। अहिले मेरो ड्युटी पनि छ आज। अहिले 1 बजे फोन गरेर जानेवाला। भाइ र बाबा यहीँ चङ्गा रेडी पार्न लाउनु। हावा पनि लागेन क्या लाउनु। फर्स्ट ट्राई भएन, सेकेन्ड ट्राई नि भएन। मम्मी भवा उठ्छ कि नै। थर्ड पनि भएन। अहिले म भसिबल देखाउँछ है। अब हाम्रो 4th ट्राई भए तल जानुभयो। हुँदैन। उफ्रेर फाल्न। हावा चाहिँ यस्तो पपल उडाउनु चाहिँ लाग्छ। चङ्गा चाहिँ उड्यो होइन है। हाम्रो चङ्गा त तल जान्छ। बल्ल उड्यो है, म देखाउँछु। ए यसरी यहाँ तल हो भाइ। खोइ पहिला चाहिँ यो कति माथि गयो। अघिल्लो वर्ष हामी उता चौरमा चढाएको थियौँ। मम्मी बाबा म भाइ भएर खस्यो। हामी चाहिँ अहिले ठाउँ चेन्ज गरेर यहाँ स्कुलमा कस्तो बाटो आएको थाहा तपाईँ। यी भाइ यहाँ उडाउनु ला। बाबा यहाँ हुनुहुन्छ। अहिले त अलिक खुल्न ला, पानी नपर्ला जस्तो हो। चङ्गा चेन्ज गर्ने रे। एउटा चङ्गा चाहिँ फटाले उता, अर्को यो चङ्गा उडाउनु लाग्यो, उड्दै उडेन। अब चाहिँ नयाँ चङ्गा यो उडाउने रे। अब चाहिँ कस्तो राम्रो हो यसको उड्टा। म चाहिँ अहिले यहाँ माथि आएको छु बस्न। यहाँ के यत्रो ठुलो स्पाइडर छ भनेको त स्पाइडरको जाल मात्रै रहेछ। हेर्नु अघि कति धेरै के अरे बादल लाएर कुहिरो लाएर देखेको थिएन केही पनि। अहिले त हिमाल पनि देखिन अलिअलि त। यो माछा पुछे हिमाल हो। यतिको देखेँ अहिले। बाबा र भाइ वहीँ बनाउँदै हुनुहुन्छ। अघि गएको चाहिँ हामी यो मन्दिरमा हो कि, यहाँ देखेको मन्दिर हो। अहिले हामी फेरि स्कुलमा छौँ। कस्तो राम्रो भ्यू देखिन्छ मोबाइलमा भन्दा नि रियलमा। यहाँ चाहिँ यो चङ्गा रेडी बनाउँदै हुनुहुन्छ।
भाइ हेरेर बस्यो म नि हेरेर बस्छु कोही कहाँ गयो खस्न लाग्यो अस्ति नै हामीले है चढाउँदाखेरि कति मेरो हावा लाग्थ्यो अनि कति माथि पुगेको थियो अनि हाम्रो डोरी नै नपुगेर नि खोजेर ल्याएर फेरि जोडेर गएको झर्दै नझरेको अनि मम्मी पनि आउनुभयो चङ्गा उडाउनु भाइले उडायो उड्दै उडेर कि आज हावै लागेन यस्तै खै हाट जाने बाटो म चाहिँ लास्टमा अघि आउँदा हामी यो भन्दा पनि साङ्ग्रो बाटोबाट आएको यही हो भ्यू हामी चाहिँ रेडी भएर सबै बसिसके हामी यहाँ फोटो खिच्न अब चाहिँ हामी गएर टिका लगाएर माथि ठुलो मम्मीहरू कहाँ टिका लगाउनु जान आमा कहाँ ठुलो कहाँ बाबा मम्मी अगाडि हिँड्छ म पछाडि छु भाइ अघि अघि दौडेर यहाँ पिङ खेल्न आएको नि चाहिँ हामी फेरि फर्किन लागिसक्यौँ 1 बजिसक्यो 1 बजेर मेरो ड्युटी हो अब फोन गरेर भने भागिहाल्नुपर्छ अझै यहाँबाट तल पोखरा झर्न फेरि अझै हेर्नु है यो चाहिँ नमस्ते फुल हो यसरी गरेपछि नमस्ते गर्छ हामी घर टिका लागेर भएर जान्नको अब मामा घर ड्युटी नै 2:30 भइसक्यो र हामी चाहिँ जान्नको
हामी घर आएर पनि फेरि हेम्चा जान लागिसक्यौँ। अब चाहिँ हेम्चा जाने, हेम्चा गरेर मामा घर आउने, त्यही हो। आज पनि ड्युटी आउनु पऱ्यो उहाँ हेम्चाबाट दौडी एउटा मात्रै बिरामी छाटेको एक्सिडेन्ट गर्दा मैले गरिसकेँ। अगाडिपट्टि इन्ट्री गर्छु अनि जान्छु फेरि। झन् हतार गरेर एक्सरे गरेर हिँड्यो पुगिन्छ कि होइन। लास्टमा त बाबाको स्कुटरै पन्चर भन्छ, काँटी छिरेर पुरै हावा निस्किसम्म लास्टमा हेर्दै नजाने भयो। बाबा त्यहाँ हेरेर बस्नुभयो, त्यहाँ बनाउन खान। मामाहरू त्यहाँ तल हो, मामाहरू गएर बस्नु पऱ्यो। हेरेरै बस्नु के भन्छु भनेर फर्किनु होला। यत्रो काँटी लाएर अझै बा यताको भाँचेछ काँटी चाहिँ। फेरि 7 बजे पनि आउनु पर्यो मान्छे आएर। हामी चाहिँ सबै ठाउँमा टिका लाएर बल्ल भ्यायौँ। अझै मामा हो र मामासँग टिका लाउनै बाँकी छ। यहाँको त्यहीँ आउनु नसकेर स्कुटर लिएर आउनु हो होइन भारे हस्पिटल गएर अब चाहिँ दसैँ नि भ्याइयो, त्यही हो। अब भ्याइयो भिडियो पनि। थ्याङ्क यू, थ्याङ्क्स फर वाचिङ, बाई बाई।